तर त्यो सँगसँगै एमबिबिएस लाइफमा चाहिँ अब आफ्नो साथीहरूकोमा कसरी घुलमिल हुने प्रोग्रामहरू एक्स्ट्रा करिकुलर एक्टिभिटिज एज अ होल आफ्नो नेचर आफ्नो पर्सनालिटी बिल्डअप गर्नलाई चाहिँ धेरै नै हेल्प गर्दो रहेछ। अब तिमीले नै जस्तो अब अहिले आफ्नो इन्ट्रेस्टलाई पर्स्यु गर्न पायो, तिमीले आफ्नै एमबिबिएसलाई चाहिँ एउटा ब्याकबोन बनाएर पर्स्यु गर्न सक्यो भने एमबिबिएस इज नट अल अबाउट स्टडी, इट्स अबाउट द रिलेसन्स द्याट इज होइन, इट्स अबाउट द जर्नी, द एक्सपिरियन्सेस द्याट मेक यु द्याट इन्हान्सेस योर पर्सनालिटी भनौँ न। एमबिबिएस लाइफ चाहिँ कस्तो भयो समराइज गर्दाखेरि, सो वाइ डिड यु चुज एमबिबिएसदेखिबाट लिएर एमबिबिएस सकिन्जेलसँग त्यो एमबिबिएस लाइफ चाहिँ के कस्तो भयो, हजुरको एक्सपिरियन्स चाहिँ के कस्तो भयो? अब म एमबिबिएस जोइन गरेको भनेको 2016मा होइन, अब 2025 त लागि नै हाल्यो, 26मा त अलमोस्ट 10 इयर्स हुन्छ होइन। हेर्दा हेर्दै टाइम यति छिटो बित्दो रहेछ होइन। अब 2016 भनेको अस्ति भर्खर जस्तो लाग्छ होइन। जति बेला चाहिँ ओहो एमबिबिएसमा अब पढ्ने भयो है भनेर एउटा एक्साइटमेन्ट जुन चाहिँ थियो नि, त्यो एक्साइटमेन्ट चाहिँ स्टिल मलाई ममा त्यही नै छ होइन। किन भन्दाखेरि चाहिँ अब एभ्री डे इज अ न्यू एक्सपिरियन्स हुँदो रहेछ होइन। अब फर्स्ट इयरको बेसिक ब्लकमा तिमीहरूले क्याडाभरको एक्जामिन गरेकोदेखि लिएर होइन, फर्स्ट टाइम आफूले नै मोर्टालिटी कसैको हेर्नु पर्दादेखिको पीडादेखि लिएर होइन, अथवा कसैलाई तिमीहरूले सिपिआर दिएर कसैलाई रिभाइभ गरेको खुसीदेखि लिएर त्यो मल्टिपल फ्यासेट्सहरू चाहिँ एकैचोटि एक्सप्लोर गर्न पाउँदाखेरि चाहिँ एमबिबिएस जर्नीमा चाहिँ युल गो थ्रु सो मच होइन। तिमी हाइएस्ट पोइन्टमा जान्छौ, लोएस्ट पोइन्टमा पनि जान्छौ होइन, तर त्यसमै इन्जोय गर्न सिक्दाखेरि चाहिँ एमबिबिएस भनेको चाहिँ त्यही हो। एमबिबिएस होइन, एज अ होल मेडिकल प्रोफेसन, मेडिकल जर्नी भनेकै त्यही रहेछ होइन। अब त्यो जर्नी भन्नलाई त अब मेरो त भर्खर सुरु भएको होइन, हाम्रो भर्खर सुरु भएको जस्तै एसएलसी भने क्याट फ्लो जस्तो लाग्छ, पार्ट चढिसकेपछि झन् अझ झन् एमबिबिएस ल सक्यो भनेर मक्ख भएर बस्यो, पाहाड कटे झन् त्यसपछि एमडी पछि डिएम त्योवाला मिमहरू क्या। त्यो त त्यस्तै रहेछ। अब एमबिबिएस लाइफमा चाहिँ रमाइलो गरियो होइन, अब रमाइलो गरियो। पढाइ भनेको त अब त्यो सबैभन्दा फर्स्ट एन्ड फरमोस्ट कुरा त भइहाल्यो होइन। तर त्यो सँगसँगै एमबिबिएस लाइफमा चाहिँ अब आफ्नो साथीहरूकोमा कसरी घुलमिल हुने प्रोग्रामहरू एक्स्ट्रा करिकुलर एक्टिभिटिज एज अ होल आफ्नो नेचर आफ्नो पर्सनालिटी बिल्डअप गर्नलाई चाहिँ धेरै नै हेल्प गर्दो रहेछ। अब तिमीले नै जस्तो अब अहिले आफ्नो इन्ट्रेस्टलाई पर्स्यु गर्न पायो, तिमीले आफ्नै एमबिबिएसलाई चाहिँ एउटा ब्याकबोन बनाएर पर्स्यु गर्न सक्यो भने अब म चाहिँ फुटबल एकदम खेल्नलाई एकदम रमाइलो लाग्थ्यो होइन। अनि हाम्रो केएसएमएसबाट डिन कप भन्ने हुन्थ्यो, त्यो खेल्न गइयो होइन। अनि त्यसपछि रस छुट्टै हुन्थ्यो, पाटन कप हुन्थ्यो, यता किस्ट कपहरू हुन्थ्यो, त्यो खेल्न जाँदाखेरिको रमाइलो छुट्टै हुन्थ्यो होइन। त्यसैले एमबिबिएस इज नट अल अबाउट स्टडिज, इट्स अबाउट the relations that you build होइन, it's about the journey, the experiences that make you that इन्हान्सेस योर पर्सनालिटी भनौँ न। आज जसो त्यही कारण प्लस कस्तो हामी कुन फेदा जोइन गर्छौँ भन्दा जस्ट 12 भने त अलिक कच्चा उमेर हुन्छ नि, अनि ठ्याक्कै त्यो आफ्नो म्याच्युरिटी हुने टाइममा हामीले जोइन गर्ने हो नि त। अनि कुन वेमा म्याच्योर हुने चाहिँ त्यो आफैमा डिपेन्ड हुन्छ क्या। एकदमै हो त्यो। अनि जस्तै अब एमबिबिएस मान्छे पढ्ने हुन्छ, मेरो एज अ म चाहिँ के सजेसन दिन्छु भनेदेखि जस्तो एमबिबिएस आउँछ पढ्न त पर्यो, किनभने पढाइ भने जहिले वान नम्बर त हुन्छ, द्याट इज नो डाउट। तर त्यसको साथसाथमा अरू कुरा जति हुन्छ नि, जस्तै फर इक्जाम्पल पढाइलाई 60% दिएछ भनेदेखि 20% आफ्नो हबीलाई देऊ, 20% फ्यामिलीलाई देऊ, 10% उ गर भन्ने छ मेरो चाहिँ होइन। त्यो एकदम ठिक भन्यो हो नि त। अब त 90% पढाइ गरेछ, अब न त पर्सनालिटी डेभलप भएको छ न के भएको छ, त्यो त जस अलि पछि गएपछि रिग्रेट हुनेवाला कुरा क्या त यो चाहिँ। त्यो पछि गएपछि रिग्रेट हुने कुरा हो होइन। अब पढाइ भनेको त अब यो तिमी यस्तो फिल्डमा छौ कि नपढिकन त तिमीले केही गर्न सक्दैनौ होइन। किन भन्दाखेरि कन्टेन्टै यति धेरै छ होइन। 5.5 वर्ष भनेको इट्स नट अ लङ टाइम होइन। 5.5 वर्षमा तिमीले कम्प्लिटली नयाँ कुरा, नयाँ मान्छेको बारेमा एउटा सबै कुरा जान्नु भनेको त्यो भनेको एकदम च्यालेन्जिङ टास्क हो होइन। त्यसलाई कम्प्लिट गर्नलाई तिम्रो हार्डवर्क बाहेक केहीले पनि हेल्प गर्दैन। तर त्यो बाहेकका अरू कुराहरू जस्तै कि अब म तिमीलाई एउटा सानो कुरा भन्छु होइन। अब फर्स्ट इयरको फर्स्ट ब्लक एक्जाम थियो होइन, कति डर लाग्छ त्यो तिमीलाई यादै छ होला होइन। होइन केही पनि आउँदैन होइन, के पढ्ने पनि थाहा छैन। म त ल्याग ओभर नि छोडेर आएँ, अनि एक्सन पोटेन्सियल पढेर गएको, अर्कै रेस्टिङ मेमोरी पोटेन्सियल दिइराखेँ। त्यो त्यस्तै हुन्छ होइन। ओहो गाह्रो पो रहेछ त, झन्डै पास भयो होइन। मलाई एन्जाइटी के हुन्छ त्यो दिन हल्का फिल भयो क्या दाइ, 40 आयो ठ्याक्कै 40 आयो दाइ, मेरो 40 आएको ठ्याक्कै 40 आयो क्या। त्यही भएर म त फेल हो घरमा के भन्नु अब बसेको ठक्क 40 आयो क्या। खुसी पनि छु सेम टाइम दुःख पनि भन्दा अरू केटाहरू फेल भइरहनु सेट भनेर बसिरहनु, आफ्नो 40 एटलिस्ट पास त भयो। त्यही भएर फेरि एमबिबिएसमा आउने स्टुडेन्टहरूले जिन्दगीमा कहिले फेलियर
अलि अलि एक्सपिरियन्स गरे हुँदैन होइन त्यो एकदम कम्प्लिटली नयाँ एक्सपिरियन्स हुन्छ